आज एकदमै एउटा दुःखद घटना भयो जुन ट्रेड युनियनका उपाध्यक्ष बुटौल निवासी कमल गौतमजीको निधन भयो, जुन हृदयघातले गर्दाखेरिमा र उहाँ बोल्ने क्रममा बोल्दा बोल्दै उहाँको निधन भयो। र जुन अवस्था हामीले देख्यौँ सामाजिक सञ्जालमा यति धेरै आज हर ठाउँमा त्यो देखिएको छ भिडियोहरू, र त्यति धेरै त्यहाँ व्यक्ति हुँदा पनि कसरी उहाँलाई सहजीकरण गर्ने कसैलाई पनि थाहा थिएन। त्यसैले हामी विगतको 8 वर्षदेखि प्राथमिक उपचार कसरी गर्ने, अचानक हार्ट अट्याक हुँदाखेरिमा या करेन्ट लाग्दाखेरिमा या पानीमा डुब्दा या विष सेवनमा या हाई एल्टिट्युड सिकनेस जहाँ हामी लेक लाग्दाखेरिमा या फेन्ट हुँदाखेरिमा हरेक चिजमा चाहिँ सर्पले टोक्दाखेरिमा कसरी बचाउने भनेर विगतको 8 वर्षदेखि म हर महिना जस्तो नेपाल गएर हरेक जिल्लाहरूमा गएर सिकाइरहेको छु। र यस्तो घटनाबाट हामीले अब आफ्नो परिवारलाई बचाउन, आफन्तलाई बचाउन तपाईहरुले पनि अलिकति यसमा ध्यान दिनुपर्ने हुनेछ। हरेकले प्राथमिक उपचार सिकौं। र मैले धेरै भिडियोहरू पनि बनाएको छु हार्ट अट्याकको बारेमा, तपाईले गएर मेरो फेसबुक पेजमा गएर हेर्न सक्नुहुनेछ। र तालिम पनि हाम्रो हरेक जिल्लामा भइरहेको हुन्छ, सहभागी बन्न सक्नुहुनेछ। र योगदान राष्ट्रको लागि अभियानमा सहभागी हुनुहोस्। आफ्नो परिवार आफन्तलाई विभिन्न दुर्घटना, महामारी, यस्ता हृदयघातका कुराहरू हर चिजमा हामी बचाउनलाई सम्भव हुनेछौँ। र त्यही घटनामा पनि कमल गौतमजीको जुन घटनामा पनि हामीले त्यहाँ कसैलाई प्राथमिक उपचार आउँथ्यो भने सीपीआर समयमै गर्न सकेको भए सायद उहाँको जीवन बाँच्न सक्थ्यो। र त्यहाँ एटलिस्ट सहजता गर्न सकेको भए जिउँदै अस्पताल पुर्याउन सकिने थियो। तर त्यहाँ मैले त्यो माहौल देखेन भिडियोमा हेर्दा। त्यसले गर्दा हामी सबै मिली प्राथमिक उपचार सिकौं, योगदान राष्ट्रलाई अभियानमा सहभागी हौं। धन्यवाद। थ्याङ्क यू सो मच। नमस्कार।